What's up guys? So welcome to my new vlog. आज चाहिँ टक्क हामीले जागिर खाएको पनि लगभग 25 दिन भइसकेको छ। अब सुना पाउन जम्मा 3 दिन बाँकी छ। अझ हामी टक्क आफ्नो कार्यक्षेत्रमा जाँदैछौँ। हामी चाहिँ घरबाट निस्केको ठ्याक्क लगभग 20-25 मिनट भइसकेको छ। मैले चाहिँ घरतिर भिडियोहरू सुट हान्न पाइने छु। यहाँनिर हल्का फुर्सद भिडियो गरिरहेको छु। हाम्रो केटाहरू चाहिँ पुरै पसिना छ। बाटो भाउ तुकालो छ क्या। मेरो यहाँ बगेको देखाइदिएको छ बुझ्न देख्न सकिन्छ लाउरेको पीडा। हामी निर्वाचन प्रहरीको छुट्टै छ हैन। त्यही हो। फाइनली हामी देउरालीमा आइसकेका छौँ हैन। सो अब चाहिँ हामी टक्क तेर्सै हुँदै जानुपर्ने हुन्छ। पारी जाने अनि खाजासाजा खाने। त्यस्तै लगभग दिनको 5-7 घन्टा हिँडेपछि मात्र हामी हाम्रो गन्तव्यमा पुग्न सक्छौँ। एकदमै थकाइ लागिसकेको छ। एकछिन केटा हो एकछिन रेस्ट गरौँ है। एकछिन टक्क थकाइ मार्ने त्यसपछि जानुपर्ने हुन्छ। देख्न सकिन्छ हाम्रो यो गिभ मी माई फोन माई बडी बिस्ताराहरू माई फेभ माई डेन्जर छ मेरो पनि एउटा। सो हामी चाहिँ यहाँ एकछिन रेस्ट गर्ने क्रममा यता साथीले फेरि ब्याम पोजिसन डाउन हान्दैछन्। 51 आम्बो बहुत हान्छन् यिनले। हाम्रो ब्यागहरू होइन। हामी चाहिँ अब गइरहेछौँ। त्यो रमाइलो नि भइरह गाह्रो पनि भइरह। यत्रो पारीसँग जाँदाखेरि एकदमै धौ भइसक्यो। अब फेरि एकछिन बस्ने जाने त्यसै गर्दै हाम्रो दिन जान्छ आजको। यहाँ चाहिँ ठ्याक्क हाम्रो टोलीहरूले फोटोसोटो सुट हान्दैछ। यहाँको भ्यूहरू एकदमै स्पेसल छ। यहाँ चाहिँ आश्रम हो टक्क। यहाँ गाई साई यताउति छन्। अब हामी चाहिँ टक्क घुम्दै जाँदैछौँ। सो बवाल छ कि यहाँको नेचर भाइब चाहिँ होइन। यो चाहिँ हाम्रो मदाने लेक टक्क स्पेसल छ। ठ्याक्क उता हाम्रो गाउँबाट राम्रो यताबाट नि राम्रो एकदमै स्पेसल लेक हो। यहाँनिर चाहिँ घुम्न आउने मान्छेहरूको भिडभाड हुन्छ। देख्न सकिन्छ यहाँनिर फोटोसोटो सुट हुँदैछ। यहाँनिर चाहिँ ठ्याक्क एउटा आश्रम छ। स्पेसल छ यो पनि। जस धेरै रमाइलो छ यहाँनिर। अनि सो हामी पनि आज यतातिर घुम्ने भनेर आएको। जे होस् हरिब छ क्या यहाँको भ्यूहरू चाहिँ टक्क।